नेपालमै एउटा मात्र स्टोर जहाँ चाहिँ तपाईँले आँखा चिम्लेर आँखा बन्द गरेर चाहिँ तपाईँले यहाँ चाहिँ ओरिजिनल युके तथा सिङ्गापुरको चाहिँ ओरिजिनल क्लोदिङ्सहरू सुजहरू पाउने ठाउँ चाहिँ अम्बिरे फेसन मात्रै हो है। र यही क्रममा आज हाम्रो यहाँ चाहिँ मैले तपाईँको अगाडि केही स्याम्पलहरू आज भर्खरै आएको युकेबाट आएको सामानहरू चाहिँ म तपाईँलाई देखाउन गइरहेको छु है। यो मेरो हातमा देख्नुहुन्छ नि, यो चाहिँ तपाईँको यो तपाईँले कहीँ पनि पाउनुहुन्न। यो तपाईँको जोन लाइनको युकेबाट आएको ह्यान्डमेड है, ह्यान्डिक्राफ्ट दुईवटा डिजाइनमा छ। यो हामीसँग अहिले भर्खरै रिस्टक भएको छ है। यो चाहिँ पार्टी सुज हो है। ल यो पनि तपाईँको ह्यान्डमेड एकदमै ओरिजिनल यो बुट्सहरू पनि आएको छ। अब म तपाईँलाई वान बाई वान एक गरेर चाहिँ म तपाईँलाई देखाउँछु। सुरुमा चाहिँ टपमा लगाउने कुराहरू देखाउँछु है। तपाईँलाई मैले लगाएको खालको यो कलर टी सर्ट चाहिन्छ भने यसको पनि धेरै लोगो भएको टी सर्टहरू छ र यस्तै कलरको हाफ टी सर्टहरू पनि यो कलरमा हाफ टी सर्टहरू पनि छ। अहिले चाहिँ मैले तपाईँलाई फुल टी सर्ट देखाएँ किनकि अब घामले तपाईँलाई छेक्न सक्छ। यो अन्डरबडी आर्मर कम्बा टी सर्ट भन्छ, उबाक्स भन्छ। यो तपाईँको हामीसँग सबै साइजमा छ। अनि यहाँ काँधमा देख्न सक्नुहुन्छ है, यहाँ काँधमा एउटा सपोर्टको लागि होइन, यहाँ चाहिँ तपाईँको फर्म राखिदिएको छ। यो छ, अनि यहाँ झन्डा छ, अनि यहाँ पकेट पनि छ है। अनि यो तपाईँले यसरी निकाल्नु पनि सक्नुहुन्छ। अनि एउटा बेस्ट पार्ट भनेको यहाँ तपाईँको चेन पनि पाउनुहुन्छ है। र यहाँ मात्रै होइन, यता पनि सेम, यहाँ तपाईँले एउटा फर्म राखिदिएको छ ताकि यहाँ सामान लगाउँदाखेरि यहाँ नधोकोस् भनेर। अनि सेम यो तपाईँको यो निकाल्नु पनि मिल्छ है। अनि यहाँ ऊ पनि पाउनुहुन्छ। र यो लाउँदामा एकदम लाइट वेट अनि एकदमै शीतल, हावा मजाले छिर्ने, घाम बरेर पनि जोगाउने यो अन्डरबडी आर्मर कम्ब्याट टी सर्ट हामीसँग उपलब्ध भएको छ। यो सकिसकेको छ, रिस्टक भएको छ। र कसैलाई अब सबै क्यामोफ्लेज चाहिन्छ भने सेम ल त्यस्तै छ है। यो पनि हामीसँग एभाइलेबल छ है, यो अन्डरबडी आर्मर कम्ब्याट टी सर्ट। र अब यसैको तपाईँलाई हाफमा चाहिन्छ भने यो कलरको हाफमा पनि पाउँछ है, हाफ टी सर्ट। यो ग्रिन ओलिभ ग्रिन कलरको अहिले मैले यहाँ एभाइलेबल चाहिँ गरिनँ। र अब तपाईँलाई माथिको ज्याकेट्स, यो ज्याकेट चाहिँ तपाईँको जाडो गर्मी दुबईमा 100% ओरिजिनल युकेबाट इम्पोर्टेड यो ज्याकेट सबै साइजमा एभाइलेबल छ। यसलाई चाहिँ स्मोक ज्याकेट भन्ने गरिन्छ है। स्मोक ज्याकेट छ हामीसँग सबै साइजको छ। यो चाहिँ तपाईँको त्यस्तो बाक्लो हुँदैन ताकि तपाईँले यो गर्मी महिनामा यतिकै लाएर हिँड्न सक्नुहुन्छ होइन, बाइकमा अथवा कतै ट्राभल गर्दाखेरि। अनि तपाईँको गर्मी भयो भने मजाले यसरी भेन्टिलेटर बोथ साइडको काखीमा चाहिँ भेन्टिलेटर छ, यसमा हावा छिर्छ र तपाईँलाई चाहिँ चिसो राख्छ। अनि जाडो महिनामा भित्रबाट केही बाक्लो खालको स्वेटर लगाएर तपाईँले मजाले युज गर्न सक्नुहुन्छ है। ल भित्रपट्टि एक लेयर चाहिँ यहाँ हाफसम्म चाहिँ डबल लेयर नै छ है, तर त्यो जस्तो गर्मी चाहिँ हुँदैन है। यो चाहिँ तपाईँको एकदमै तपाईँलाई चाहिन्छ भने सिलप्याकमा छ है। त्यस्तो हामी युजहरू सामानहरू बेच्दैनौँ, हामीसँग चाहिँ एकदम फ्रेस पिस राख्ने गरेका छौँ है। एकदमै देख्नुहुन्छ न बारकोडहरू है। र अब तल्लो पार्टको जाउँ है। अब तपाईँलाई फुल प्यान्ट चाहिन्छ भने ल यो चाहिँ फुल प्यान्ट हो, एकदमै सिल प्याक छ। म तपाईँलाई यो सिल प्याकेटै म तोडेर तपाईँलाई देखाउँछु। यो एमडिबी ट्राउजर फुल ट्राउजर हो। यो चाहिँ तपाईँको यो नयाँ मोडलमा आएको छ। ल देख्न सक्नुहुन्छ, यो चाहिँ नयाँ मोडल हो कम्प्लिट। तपाईँले अरूभन्दा एमडिबी अरूभन्दा तपाईँले के फरक पाउनुहुन्छ भने यसमा नि तपाईँको यसको पकेटको डिजाइनहरू हेर्नु न, यो कटिङ फरक छ है। अनि ब्याक साइडमा हेर्नु न, यसमा हरियो तपाईँको हरियो डिजाइनमा राखिदिएको छ, पुरानोभन्दा अलिक फरक डिजाइनमा छ है। र यसको साइड पकेट हेर्नुहुन्छ भने यसमा चाहिँ यहाँनिर इलास्टिक राखिदिएको छ ताकि तपाईँको सामान चाहिँ नझरोस् भनेर चाहिँ तपाईँलाई इलास्टिकवाला राखिदिएको छ। पहिला चाहिँ इलास्टिक थिएन, सामान खस्ने चान्स डेन्जर हुन्थ्यो क्या, पहिला चाहिँ सामान झर्न सक्थ्यो। ल यो पनि तपाईँले देखाइहालेँ, एकदमै सिल प्याकमा आएको छ है। बफालो ज्याकेट पनि आएको थियो तर यहाँ टेबलमा नअड्नेको हुनाले मैले यो चाहिँ देखाइनँ है। र अब तपाईँलाई यदि हाफ प्यान्ट चाहिन्छ भने नि ल अघिको एमडिबीकै हाफ प्यान्ट एकदमै लाउँदामा कम्फर्टेबल जेन्युन, तपाईँले बेल्ट चाहिँदैन, स्टमा डोरी पनि पाउनुहुन्छ ट्याक्कसँग लगाएर है। अगाडि पछाडि पकेट भएको है, पछाडि तर एउटा मात्रै हुन्छ है। अनि साइडमा दुईवटा पकेट भएको एकदमै हल्का है, एकदमै ओरिजिनल है, युके इम्पोर्टेड यो हाफ प्यान्ट एमडिबी हाफ प्यान्ट पनि हामीसँग उपलब्ध छ है। र जाँदै अब मैले लगाएको खालको चस्मा, ब्यालिस्टिक चस्मा चाहिन्छ भने जेन्युन सामान हो यो है। अब यसको यो कपी भन्ने हामीसँग छैन, कपी पनि बजारमा पाउँछ, कपीहरू छन् यसको है। ल यस्तो खालको
एकदम जेन्युन सामान तपाईँलाई हामी उपलब्ध गराउँछौँ जुन मैले लाउँछु। यसमा तपाईँले 3टा ग्लास पाउनुहुन्छ। एउटा नाइट भिजन हो कि एन्टी फग पनि हो, यसमा ऊ जम्दैन है, फग जम्दैन। अर्को छ यो क्लियरवालामा है, यो तपाईँको 3टा ग्लास पाउनुहुन्छ है। र यसको तपाईँको बोक्नको लागि एउटा क्लिप पनि पाउनुहुन्छ ताकि तपाईँले ब्यागमा स्याट्ट भिर्नको लागि चाहिन्छ, अथवा यस्तो साइडमा पनि तपाईँले भिर्न सक्नुहुन्छ। जुन मैले लगाएको छु नि ठ्याक्कै यही पनि हामीसँग उपलब्ध छन्। र अब बुट्सको कुरा त अब हामी जहिले भन्छौँ, बुट त हामीसँग यति धेरै फेमस भइसक्यो, यति धेरै पपुलर छ हामीसँग। अब जेन्युन फ्रेस पिस नयाँ भनेर चाहिँ पाइन्छ भनेर चाहिँ गोटेक्सको एकेयूको बुट है, यो हामीसँग सकिसकेको छ, 0 भइसकेको छ भन्दा नि हुन्छ है। अनि हामीसँग अब सबै साइजको छ, 3 नम्बरदेखिको 3, 4, 5, 6, 7, 9, 10, 11सम्म यो साइजहरू सबै साइज एभाइलेबल छ है। यो एकेयूको बुट छ है, एकदम लाइट वेट, वाटरप्रुफ हो, गुड ग्रिप, खुट्टाको प्रोटेक्सन, ओभरअल खुट्टाको प्रोटेक्सन त सबै प्रोटेक्सन गर्छ। ढुङ्गा आयो भने यसको खुट्टा प्रोटेक्सन गर्छ। तपाईँ काटीमा टेक्नु भयो भने यसको सोलले चाहिँ तपाईँलाई जोगाउँछ है। अनि ग्रिप पनि राम्रो छ, तपाईँको चिप्लिँदैन है, यसको ग्रिप एकदम राम्रो छ, चिप्लिँदैन। अनि तपाईँ खुट्टाहरू ट्विस्ट हुँदैन, यसलाई खुट्टा ट्विस्ट हुन जोगाउँछ। त्यही भएर यसको चाहिँ ओभरअल प्रोटेक्सन राम्रो छ। सेम गोज है, सेम गोज टु दिस अल्बक। यसको सोल 2टा, यसको सोल एउटै हो। अनि त्यो फुल लेदर छ, अनि यो पनि वाटरप्रुफ, अघि भने जस्तै खुट्टाको प्रोटेक्सन एभ्रिथिङ गुड छ है। यहाँ पनि तपाईँको हार्ड ब्याट्री राखिदिएको छ ताकि तपाईँको खुट्टा प्रोटेक्ट होस्, मुनिबाट काटी पनि छिर्दैन र गुड ग्रिप पनि बस्छ। र अरू डिजाइनमा अब यो इटुरीको केही स्याम्पल राखेको छु। इटुरीको पनि अब यो कोल्ड एन्ड वेट बुट हो है, स्क्रिनसट लिनुहोस्, चाहिन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यो पनि गोटेक्सकै बुट हो है। यहाँ तपाईँको गोटेक्सको पनि छ। यो कुनै कपी चाहिँ होइन है, तर यस्तो खालको कपीहरू तपाईँले बजारमा छ्यापछ्याप्ती पाइराखेको देख्छु मैले होइन, टिकटकतिर। तर तपाईँ नझुक्किनु होला त्यस्तो कुराहरूमा। यहाँ आउनुहोस्, तपाईँ जेन्युन सामान म फ्रेस पिस लेटेस्ट म्यानुफ्याक्चर बुटहरू म तपाईँलाई प्रोभाइड गर्छु। अनि तपाईँलाई ब्ल्याकमा चाहिन्छ भने ब्ल्याकमा पनि बुट छ है, ब्राउनमा चाहिन्छ भने ब्राउनमा पनि छ, र ब्ल्याकमा चाहिन्छ भने हामीसँग ब्ल्याकमा पनि उपलब्ध छ। र अब रह्यो जङ्गल बुट। ल तपाईँलाई जङ्गल बुट चाहिन्छ भने हामीसँग जङ्गल बुट पनि उपलब्ध छ। यो चाहिँ स्टिल टो प्रोटेक्सनवाला हो। अनि यो चाहिँ तपाईँको स्पाइक प्रोटेक्टिभ हो, यसमा काटी साडी थिर्दैन, एकदम जेन्युन 100%। अहिले बजारमा यस्तै देखिनेहरू धेरै आएको छ है। सेम यस्तै यसको डिजाइनमा सोल मुनि अलिक डिफ्रेन्ट छ नि त, यस्तै सोल निकालेर बजारमा यसको कपीहरू निकालेको छ। नक्कलदेखि सावधान, आँखा चिम्लेर अमृत फेसन हाउसमा आउनुहोस्, तपाईँलाई हामी जेन्युन सामान प्रोडक्ट गर्छौँ। यो त केही स्याम्पल मात्रै हो, मेरो पछाडि धेरै सामान छ। यो सबै सामान देखाउनु थाल्यो भने 1 घन्टा लामो भिडियो बन्छ होइन। त्यसले गर्दाखेरि अब अरू भिडियो चाहिँ गर्नुहोस्। आजको लागि चाहिँ यति, फेरि अर्को भिडियो हाम्रो आउँछ। र जाँदै यो अन्डर आर्मरको यो एफोर्डेबल बुट हो है। यो बुट पनि हामीसँग फर्स्ट टाइम आएको हो। यसको भिडियो नेक्स्ट टाइम अरूमा बनाउँछु है म। ल यति भन्दै आजको भिडियो चाहिँ एन्ड नै गर्नुपर्छ होला है। ल देखाउँदै अब अर्को भिडियोमा भेट हुन्छ। स्क्रिनसट लिनुहोस्, वाट्सएप गर्नुहोस्, अल ओभर नेपाल चाहिँ फ्री डेलिभरी हुन्छ है त। ल हस्, थ्याङ्क यू सो मच।